हेलो एभ्रिवान। तपाईँहरू वर्डप्रेसको वेबसाइट बनाउनुहुन्छ र वर्डप्रेसको साइटहरू मेन्टेन गर्नुहुन्छ भने तपाईँले चारवटा कुराहरूलाई ध्यानमा राख्नुपर्छ जसले गर्दा तपाईँको वेबसाइट ह्याक नहोस्। फर्स्ट भनेको तपाईँको वेबसाइट वर्डप्रेस कोर आफैमा अपडेटेड भर्जन युज गर्नुपर्छ। जस्तो 6.8 आएको छ भने 6.8 अहिले 6.9 छ, 6.9मा अपडेट गरिहाल्नुहोस्, किनभने त्यहाँनिर सेक्युरिटी इस्युजहरू फिक्स गरेको हुन्छ। अर्को तपाईँले युज गर्ने थिम प्लगिनहरू पनि अपडेटेड भर्जनमा राख्नुहोस्। ओल्ड आउटडेटेड भर्जनको थिम प्लगिनहरू पनि ह्याक हुन सक्ने चान्सेस हुन्छ। सेकेन्ड भनेको तपाईँहरूले कुनै पनि प्रिमियम थिम अथवा प्लगिनहरू युज गर्दै हुन्छ भने नलेबल भर्जन डाउनलोड नगर्नुहोस्। नलबाट डाउनलोड गर्नुभयो भने चाहिँ तपाईँको भल्नरेबल कोडहरू आउन सक्ने चान्सेस हुन्छ र यस वेबसाइट ह्याक हुने चान्सेस हुन्छ। थर्ड भनेको चाहिँ वर्डप्रेस स्ट्यान्डर्डमा लेखेको थिम अथवा प्लगिनहरू मात्रै युज गर्नुहोस्। जुनसुकै स्ट्यान्डर्डमा जुनसुकै थिम प्लगिनहरू युज गर्दाखेरि चाहिँ अब कोड बेस राम्रो छैन भने चाहिँ त्यो पनि ह्याक हुन सक्ने चान्सेस हुन्छ। अर्को भनेको चाहिँ तपाईँको वेबसाइटको होस्टिङ कहाँनिर गर्नुभएको छ त्यसले गर्दाखेरि पनि तपाईँको वेबसाइटको सेक्युरिटी कस्तो छ भन्ने कुराहरू अलिकति कन्सर्निङ हुन्छ। जस्तो तपाईँले आफ्नो वेबसाइटहरू चाहिँ बेटर होस्टिङ कम्पनीमा होस्ट गर्नुभएको छैन भने चाहिँ होस्टिङको थ्रुबाट पनि तपाईँको वेबसाइटमा एट्याक आउने चान्सेस हुन्छ। सो त्यसबाहेक चाहिँ तपाईँहरूले सेक्योर गर्नको लागि चाहिँ अलिकति प्रोटेक्टिभ खालको प्लगिनहरू युज गर्नुहोस्। वर्डप्रेस टाइपको अथवा अरू कुनै सेक्युरिटी रिलेटेड प्लगिन, अनि सिडिएन युज गर्नुहोस्, क्लाउडफ्लेयर अथवा जुनसुकै सिडिएन युज गरेर पनि हुन्छ, सो द्याट तपाईँको वेबसाइट सिक्योर रहोस्। द्याट्स इट फर टुडे। थ्याङ्क यू फर वाचिङ। बाई बाई।